हेलो गाइज, वेलकम टू माई मिनी ब्लग। मेरो मिनी ब्लगमा सबलाई स्वागत छ। सबभन्दा पहिला त सबलाई मनबाट नमस्कार। सबभन्दा पहिला रेस्टुरेन्टमा आएर हाम्रो यो साफसफाइ गरिसकेपछि ट्याक्क हाम्रो एउटा पिज्जा आएको थियो। पिज्जा दिइसकेपछि म चाहिँ आफ्नो रुममा खाना खान आएको थिएँ। यो चाहिँ मेरो छोरी भिडियोमा शर्माएर थलो चाहिँ उता गरिरहेको थियो। त्यहाँपछि रेस्टुरेन्टमा आएर एक हाफ चाउमिन आएको थियो, कटिङ हानेर चाउमिन बनाएर के गर्ने, गाह्रो छ। हेल्पर बिना हेल्परै छैन, सब आफै गर्नुपर्छ। केटा हो, गाह्रो छ है। हेल्पर ल्याऊ भनेको अब हेल्परै पाइरहेको छैन मान्छेहरू। यो चाहिँ हाम्रो म्यानेजर पनि यताउता गरिरहेछ काम। बाहिर फेरि मोमोहरूको अर्डर पनि आइरहेछ। म्यानेजर चाहिँ मोमो दिइरहेछ, म चाहिँ यता आफ्नो चाउमिन बनाइसकेपछि म चाउमिन प्याक गरेर ट्याक्क चाउमिन दिएर त्यहाँदेखि हाम्रो ग्राहकलाई चाउमिन दिएर त्यहाँदेखि ट्याक्कै भित्र आएर त्यहाँपछि यो चाहिँ हाम्रो बेलुकापट्टिको टाइम ट्याक्क। यो चाहिँ हाम्रो रेस्टुरेन्टको सिन। यहाँ हाम्रो यता चाहिँ छोटे भैया, यो हाम्रो कस्टमरहरू मोमो खाइरहेछन्। यता चाहिँ हाम्रो ठुलो भैया, यो अर्को एउटा भैयाको साथीहरू हुन्। त्यहाँपछि यो चाहिँ हाम्रो रेस्टुरेन्टको लुक। ल गाइस, आजको लागि यति, बाई बाई।